साथीहरू, वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ हामी चाहिँ कहाँ जान्छौँ साथीहरू? आज चाहिँ हामी चाहिँ बुद्धभूमि 4 बुद्धभूमि 2 गोर्सिङे मेलामा जाँदैछौँ। यहाँ चाहिँ मेलामा ठाउँदै हुनुहुन्छ। आज म चाहिँ यहाँ यिनी चाहिँ मनिषा बहिनी, यिनी चाहिँ जोनिसा बहिनी, यो चाहिँ पूजा रिजाल दिदी अनि आर्यन भएर चाहिँ जाँदैछौँ। आर्यन चाहिँ पेट पूजा गरेर जानुभएको छ। यहाँ चाहिँ हाम्रो गाउँको भाउजूहरू चाहिँ भर्खर मेला गएर आइपुग्नु भएको छ। अब अहिले चाहिँ हामी जाँदैछौँ साथीहरू। आज मेलामा हामीले के खान्छौँ, कति रमाइलो गर्छौँ हजुरहरूलाई देखाउँछौँ। र आज चाहिँ ल यिनी चाहिँ हाम्रो रबिना बहिनी हो र। हे त्यो डान्स आलीले हेर्न छैन ल। यहाँ चाहिँ हाम्रो गाउँको भाउजू हो। यहाँ चाहिँ डान्स आइडल हेरेर आउनुभयो अरे। कुरा भोट दिनुभयो दुर्गेश थापाले। हुँदा यहीँको भाइ, त्यही यहाँको भाइ हो न। ए ल ल हामी पनि तिनै भाइलाई दिने हो। गाउँका भाइ हो नि, तिनै भाइलाई दिने साथीहरू। र तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने गोर्सिङे मेलामा हजुरहरूले पनि दुर्गा सुनारलाई चाहिँ भोट दिनलाई तल साथीहरू। अब हामी चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ आर्यन दादाले के ल्याउनु भयो? फाइनली हामी चाहिँ अटोमा बसिसकेका छौँ। अटो के टुकटुक हाम्रो भाषा बोलिन्छ नि। अटोमा बसिसकेको छौँ गाइजहरू। यहाँ चाहिँ हाम्रोमा यही उल्टेरी बसेको छ नि। मैले ऊ आउँछ रिङ्गटा लाग्छ। म सुल्टेरी बस्छु यहाँलाई साथीहरू। हेर्न सक्नुहुन्छ हामी चाहिँ मेरो गाउँ हो साथीहरू। अब चाहिँ हामी चाहिँ जानेछौँ कहाँ? मेलामा। अब हामी चाहिँ उतै गएर भेटौँ है त। तिम्रै लागि मै भइछु बढी प्यारी, आजैलाई देऊ मायाको हात केडी। गाइजहरू राति राति कालो चस्मा लाउनु पर्छ, मजा लाग्छ न। मालाउ भन्छ बिरती लाउन आऊ भन्छ अरू आउन। यो चाहिँ चस्मा चाहिँ यिनकै चस्माको ओनर चाहिँ यिनी हुन्। यो चाहिँ मैले भाडामा लिएको हो न। 10 रुपियाँ हो प्रति घन्टा। 10 रुपियाँ झर्ने पर आवर 10 रुपियाँ। गाइजहरू चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो गाउँ हो। यहाँ चाहिँ हाम्रो नगरपालिका त गइसकेको छ। नगरपालिका देख्न जानु लाग्थ्यो। यो गेट यो चाहिँ ताल जाने गेट हो, बुड्डी ताल जाने गेट हो। यो चाहिँ म साथीहरू हो न। यो चाहिँ जोनिसा हो। हाम्रो आर्यन ब्रदर चाहिँ उता बस्नु भएको छ। ल अब चाहिँ हामी चाहिँ जान्छौँ गाइजहरू होइन। अझ हामी महेन्द्र हाइवेसम्म आइपुगेका छैनौँ। यो चाहिँ यो बाटो हेर्न सक्नुहुन्छ गाइजहरू। हामी यो त्यही भएर भोट भनेको राम्रोलाई दिनुपर्छ गाइजहरू। राम्रो मान्छेलाई पो दिनुपर्छ। यस्तै हो के अरे मान्छेहरू मासु भात बेसी यस्तै बाटो भेट्ने हो न। हाम्रो बुड्डी चोक गाइजहरू। हाम्रो बुड्डी चोक साथीहरू। यहाँ चाहिँ हाम्रो आज बुड्डी बजार लाग्छ नि। बुड्डी बजार लागेको हेर्न सक्नुहुन्छ। यो चाहिँ बुड्डी प्रतिशाला हो। यता चाहिँ जाने यो पश्चिम सुदूरपश्चिम यतादेखि, मतलब पश्चिमै भन, यतादेखि चाहिँ पूर्व साथीहरू। अब हामी चाहिँ जान्छौँ अनि यता चाहिँ हाम्रो घर हो। ल यतादेखि चाहिँ हेर्न सक्नुहुन्छ। साथीहरू अब हामी चाहिँ फाइनली मेलामा आइपुगेका छौँ। यो चाहिँ देख्नु सक्नुहुन्छ गोर्सिङे बजार। यहाँ चाहिँ यो त्यहाँ चाहिँ मेला लाहा। तपाईँलाई कस्तो लाग्यो यहाँ आउँदासम्म? एकदम राम्रो लागेछ अहिलेसम्म। मलाई त राम्रो लागेन गाइजहरू। बाटो एकदम खतम छ गाइजहरू। अहिले चाहिँ महेन्द्र हाइवे चाहिँ बन्दै छ क्या। मलाई चाहिँ एकदम चक्कर आएको साँच्चै। अटो अवस्था नि मलाई चक्कर आइरहेको। कति हो पैसा सोध्नु त? दाइ हाम्रो कति भयो? बोलाएर फेरि अरूमा जान पाइन्न। यो चाहिँ हाम्रो गाउँको दाइ हो। तपाईँ हाम्रो बुड्डी आउनुभयो भने चाहिँ देउराली दर्शनमा रा 1 नम्बरको अटोमा चढ्नु होला। बुद्धभूमि नगरपालिका सदन 001 मा चाहिँ तपाईँ चढ्नु होला अटोमा। के हो यो सदन भन्ने दाइ? नगरपालिकाको नानी चाहिँ टिकट ल्याइसकेको छिन् हेर्न सक्नुहुन्छ। 4वटा ल्याइसकेको छिन्। टिकटको लागि एउटालाई 100 रुपियाँ हो। ठग्छ नि मुडलमा जम्मा 50 रुपियाँ, यहाँ चाहिँ 100 रुपियाँ हेर्नु साथीहरू। यस्तो भन्ने ठग्ने हो र ठग्ने होइन नि हो न। अब चाहिँ हामी चाहिँ भित्र जाँदैछौँ। ल एक कुन्टा बाडौँ ल। मेरो लागि पऱ्यो ल। होटलहरू भरि रहेछ नि हेर्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ हो बुद्धभूमि 2 कपिलवस्तुको गोर्सिङेको मेला। अब चाहिँ हामी चाहिँ सिधै जान्छौँ अनि चटपटी किन्छौँ खान्छौँ। किनभने हामीलाई चाहिँ रिङ्गटा लगाइरहेको थियो होइन। अनि चाहिँ हामी नाच्छौँ साथीहरू। गाइजहरू यहाँ चाहिँ हामीले चटपट खान लागिसकेको छौँ। अब चटपट खाँदा खाँदा मात्रै भिडियो बनाउन सक्दैन गाइजहरू। अब हामी चाहिँ यहाँ डान्स हेर्दैछौँ साथीहरू। हामी चाहिँ अब चटपट के खायौँ? चटपटे खायौँ, फुल्की खायौँ। अनि हाम्रो
बाबुले चाहिँ ठुलो पिङ खेल्यो तर डर चाहिँ लागेन न ए म त डराउँछ होला सोचेको त मजाले आउँछ के नाच लाने यार गर्न भन्ने हो सम्झे साइडी माया गरौँला हात काटेर साइडी त्यो सुनो भरौँला मेरो एउटै बनाम बहुत राम्रो काम गर्यो यार मसला के यार यति माया ससाना भाइ बहिनीहरू कति खतरा फ्यान मेरो हेर्नुहोस् त सानादेखि ठुला आमाहरूसम्म हो कि होइन फर्की औ है साइली म बाटो हेरौँला आइनौ भनी साइली आउनु पर्छ है फर्की आऊ है साइली म बाटो हेरौँला आइनौ भनी साइली फेरौँला मेरो थाक एउटै बनाम गाइजहरू हामी चाहिँ अब मेला चाहिँ लगभग सबै सक्यो होइन उता चाहिँ जोनिसहरू खेल्न गएर म चाहिँ यो नि फ्रीमा दे पनि खेल्दैन गाइजहरू म फ्रीमा दे नि खेल्दैन पैसा त ठुलो कुरा हो म यो फ्रीमा दे नि खेल्दैन म चाहिँ बहुत डर लाग्छ मलाई बहुत डर लाग्छ योसँग अब यो चाहिँ हाम्रो बाबुले चाहिँ बाँसुरी बजाउनु भएको छ 50 रुपियाँ अब हामी चाहिँ अब घर जान्छौँ साथीहरू जोनिसा चाहिँ त्यहाँबाट निस्केपछि हामी घर जान्छौँ है त कस्तो हेर अब हामी चाहिँ घर जान लाग्यो यहाँ धेरै किन्ने चिजहरू छन् तर हामी किन्दैनौँ सुजहरू किनभने हामीसँग धेरै पैसा छैन गाइजहरू हामीसँग पैसा छैन धेरै हम गरीब लोग हैं अब हामी चाहिँ जाँदैछौँ गाइजहरू अब अटोमा जाने हो आइथ्यौँ होइन तर अहिले जाँदाखेरि चाहिँ पैदल यात्री छौँ अनि अघि अटोवाला दाइले फोन गर्दैन होइन अहिले हामी एकैचोटि जान्छौँ भने थियौँ कि अझ हेर त अहिले हाम्रो हालत जिन्दगीले हामीलाई जिन्दगीको कोरेटोमा हिँड्न जानु परेको छ हिँड्दा त धेरै बेर लाग्दैन न लगभग नि र 45 मिनट भन्दा कम पुगिन्छ क्या तर बेर हुन्छ नि त गाइजहरू तर विशेषको बाबा अरूभन्दा नि भोलि बिहान कलेज जानु पर्यो अनि अरूभन्दा नि विशेषको बाबाको चाहिँ अटो आउँछ अरे भन्ने सुनेको छु तर खै अब के हुन्छ हेर गाडी छन् 3टा गाडीमा पनि मान्छे यति जाने भरे साथीहरू के भनौँ यिनीहरू चाहिँ विशेष अजय र अनुप त्यहाँ छन् गाडीले हाम्रो लाग्दा पनि नै गोरसिङ्गे नै छौँ गोरसिङ्गे चाहिँ ऋतु अटो मतलब उसमा पेट्रोल पम्प चाहिँ आइपुगेका छौँ यिनको विशेषको बाबा चाहिँ बल्ल घरदेखि हिँड्नु भयो अटो लिएर अब कहाँ आउँछ यो चाहिँ हेर्न सक्नुहुन्छ चाहिँ माया होटेल हो अब चाहिँ टक्कै म पनि आउँदैन गाइज लास्ट आज रुगा पनि लाग्छ साथीहरू छिटो हिँडेको त्यसै सुत्दै हिँडे नि उठ्दा उसले फाइनली हामी चाहिँ अटोमा चढिसकेका छौँ फाइनली अटो चाहिँ आयो आधा घन्टाको लगातार हाम्रो कडा मेहनत पछि यहाँ नगरेर अनुप कस्तो र यिनी अनुपले हेर्नु मेरो भ्लग बिगार्दिन खोजिरहेको छन् भिडियो ल हामी चाहिँ जाँदैछौँ साथीहरू अब चाहिँ हामी चाहिँ घर गएर चाहिँ कति गाली खाने हो यिनीहरूले गर्दा केही पिङ खेल्न गएर साथीहरू हेर्नु न म त पहिला भात खाने अनि बल्ल गाडी खाने के पिङ खेल्न गएर अनि त्यसपछि फेरि म त फर्किने बेलाबाट हेर्छु अन्त बल्ल चढ्दै गरेको कि साथीहरू म त फ्रीमा पनि खेल्दैन हो कि नै म त्यही भनेको थिएँ म त फ्रीमा खेल्न चाहिँ खेल्दैन पिङहरू के डर लाग्छ त अब चाहिँ हामी घर गएर चाहिँ 2 कुन्टल जति गाली खान्छौँ सुरुमा अनि भात होइन सुरुमा गाली खाने सुतिसक्नु भयो तर भात चाहिँ आज चाहिँ घरमा चाहिँ मासु भात थियो साथीहरू तर मासु भात खान पाइएन ल साथीहरू अब चाहिँ हामी चाहिँ जान लाग्यो
घर गएपछि भिडियो बनाउँछौँ है त साथीहरू यहाँ चाहिँ हाम्रो अटो यहाँ ओभरलोड भइसकेको छ हेर्नु यहाँ कतिजना छौँ हामी यहाँ चाहिँ यी नानीहरू चाहिँ सायद उहाँदेखि बसमा आयो अनि बसदेखि त यहाँ गाडी पाएनन् क्या साथीहरू यत्रो पनि त्यही भएर अब आज हामी जानेछौँ हजुर हजुर हामी त बडारसम्म हिँड्दै आएको अझै कहाँ त्यो पुरै सबै भित्र गइहाल्यो नि हामी बाँकी नै मान्थ्यो हो र अगाडि त त्यस्तो भर्नी जस्तो लाग्यो न साथीहरू अब चाहिँ हामी जाँदैछ घर गएर 2 न रुकी नै हाँस्यो त एकचोटि त्यहाँ हामी चाहिँ आफ्नो गाउँमा आइपुगेका छौँ मतलब गाउँ त आइपुग्यौँ नि त यो चाहिँ हाम्रो गाउँको बाटो साथीहरू अब चाहिँ हामी चाहिँ घर जान्छौँ र म त गाली खान थाहा मलाई तर यिनीहरूले चाहिँ गाली हो र ल अब चाहिँ हामी चाहिँ जाँदैछौँ साथीहरू घर गएर चाहिँ के हामीले के पाउँछौँ के हुन्छ हामीले चाहिँ तपाईँलाई चाहिँ बुझेर चाहिँ तपाईँलाई यो चाहिँ हामीले भन्छौँ है तल साथीहरू लास्टसम्म हेर्नु होला ल सस्पेन्स के अब हामीले कि गाडी पाउँछौँ हामी बडारसम्म हिँड्दै त्यसपछि अटोमा हेर्न कसो गर्छ तिमी कन्डो त्यसै साथीहरू अब चाहिँ हामी चाहिँ गाली खान्छौँ लास्टसम्म हेर्नु होला ल म त भिडियो बनाउँछु आफ्नो गाली गरेको पनि हेर्नु है साथीहरू तर अहिले हाम्रो सुत्नु भयो मस्त निन्द्रामा मलाई थाहा छ गाई चाहिँ हामी चाहिँ घर आइपुगेका छौँ यहाँ चाहिँ गेटको ताला लाउँदैछौँ खै ताल ल्याउ सबै त सब न साथीहरू खानु नपाउ बाबु यति राति होइन यता देखाउँ कि बाबु कस्तो हो तिमी कता जाने टाढा साथीहरू यति राति खाना खाने होइन कि बाबु अब पच्दैन यति 11 बजी खाँदाखेरि त्यत्रो खाइसो गरेर मेलामा हो कि सक्नु भएछ साथीहरू अब चाहिँ हामी चाहिँ हात खुट्टा धोएर मजाले हामी पनि के गर्छौँ अरे बाबु सुत्छौँ सुन बाबु सुस्तरी के भन्छ जुत्ता यहाँ उतारौँ होइन अनि कपडा नखलाऊँ त्यसपछि हात खुट्टा धोएर सिधै त्यहाँ गएपछि कता खलाउनु पर्छ न घ्याइचेर अब हामी चाहिँ यहाँ चाहिँ कपडा कुर्सी उता राख्दै बाबु साथीहरू तर अब हामी चाहिँ फ्रेस भएपछि चाहिँ म भिडियो बनाउँछु है त साथीहरू फाइनली अब हामी चाहिँ आफ्नो रुमभित्र आइपुगेका छौँ आमा चाहिँ सुतिसक्नु भएको थियो अनि हामी चाहिँ हात खुट्टा धोएर फेसमा मोइस्चराइजर लगाएर अब हामी चाहिँ सुत्न जाँदैछौँ हामी चाहिँ सुस्त उठिरहेछौँ अनि किन सुस्त उठिरहेछौँ आमा सुत्नुभयो सो फेरि उठ्नुभयो भने गाली त गर्नु न तर हल्ला भए गर्नुहुन्छ क्या सो हामी चाहिँ सुत्छौँ साथीहरू गुड नाइट आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला सब्सक्राइब नगर्नुभएको सब्सक्राइब गर्नु होला धन्यवाद हामीलाई आज एकदम थकेला भोलि बिहान उठेर चाहिँ मलाई जानु छ कहीँ सो गुड नाइट बात खतम गुड नाइट भन्थ्यो गुड नाइट